दुर्गा प्रसाई दाईको अभियानले चाहिँ राजा भित्तामा पुर्याइदियो। फेरि तपाईँहरूको अभियानले चाहिँ फेरि राजा वरवर आउँदैछ होइन। हजुर अब यो खासै के हो, यो तौर तरिका नमिलेको, लिडरसिप नभएको जस्तो भयो है यो खास। हस् त धन्यवाद अजय सरलाई म विशेष धन्यवाद दिन चाहन्छु। मैले तपाईँको प्रोफाइल बिहान पनि यसो भिजिट गरेको थिएँ होइन। तपाईँ एकदम हाम्रो गोल्डेन टिभीमा मेरो इन्टरभ्यू म्याक्सिमम हुन्छ अनि यसो गोल्डेन टिभी थाल्दा त्यहाँबाट म्याक्सिमम तपाईँको पनि मैले इन्टरभ्यूहरू हेरेको थियो है। प्रखर वक्ता हुनुहुन्छ। अब म यसरी जान्छु, आजको विज्ञान र तथ्यसँग जान्छु। म डिभाइड गर्न चाहदैन कुनै पनि राजनीतिक दललाई। आजको आवश्यकता र आजको मागको सम्बोधन हाम्रो हो होइन। हामी किन दुःख पायो, किन गरिब भयो, किन असहाय भयो, किन निमुख भयो, किन चाहिँ ब्रह्मा लुट गर्यो भन्ने कुरा मात्रै हो। यो ब्रह्म लुट गर्ने मान्छेलाई तहलाउने तपाईँ हाम्रो काम हो। हामी एक ठाउँ केन्द्रित हुनुपर्छ, युवा शक्ति अनि आजको वैज्ञानिक विधि र वैज्ञानिक पद्धति र सत्य भन्ने चाहिँ यथार्थमा रहेर एउटै गोल्डन म्याचमा चाहिँ बक्समा बस्नु पर्यो। तपाईँ हामी जाने राजनीतिक दलैबाट हो, कुनले निर्माण गर्न सक्छ त्यसलाई यथार्थमा राखौँ। अनि हामी सबै नेपाली जनता हो, यो दुःख पाएकै कारणले तपाईँ हामी आज रोडमा उभिरहेछन्, तपाईँ पनि उभिरहेछन्, म पनि उभिरहेछन्। म स्वतन्त्र नागरिक हो। जीवनमा मैले एउटा सङ्घर्षबाट मैले माओवादीको झन्डा बोकेको, त्यो चाहिँ रामायण र महाभारत मेरो घरबाट सृजना भएको थियो। म राजाको मान्छे हुँ, मेरो बाबुहरू 3 चोटि प्रधान बन्छ, यहाँ राजावादी पनि हुनुहुन्छ साथी। म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेरो जन्म भएको, नवराज सुवेदी तपाईँहरूको कमान्डरको राइट ह्यान्डको सन्तान हो म। अनि त्यतिखेर बाहुनले के गरेछ भन्ने कुरा त्यो बुझ्न जरुरी छ। अनि यो म अब जातिदम पनि जान्न, यति मात्र स्थिति दिने हो। अब हामीले वैज्ञानिक पद्धतिबाट यथार्थ जीवनलाई, अनुभवलाई पनि साँच्ची राख्नुपर्छ है। यो विज्ञ मात्रै भनेर पनि नहुँदो रहेछ। शिक्षित मान्छेले के गर्छ, झन् अनपढ मान्छेलाई करप्सन गरिदिँदो रहेछ क्या। अहिले सबैभन्दा हाम्रो देशमा सबैभन्दा गद्दार के छ भन्दाखेरि नेतासँग के रहेछ, न्यायालय रहेछ नि। न्यायालय र वकिल कस्तो रहेछ भने वकिलले गरिब पनि थुत दिने, धनी पनि साथ राखिदिने, दुईटा भिलेन खेल्छ वकिल र न्यायालयले। यहाँनिर हामीले हाम्रो अधिकार नपाउनु कारण के रहेछ भन्दाखेरि यो कालो कोट लाउने ठिक छैन। यसलाई पनि हामीले विधिगत रूपमा, विधानगत रूपमा जनताको चाहिँ अधिकारको लागि बनाउनु पर्छ। यो सडकबाटै बनाउनु पर्छ। अब अजय सरले पनि भन्नुभएको छ, मैले त भनेको छु प्रचण्डलाई पनि साइड लाएर म गरिबको छोरा चाहिँ राष्ट्रपति, पहिलो कार्यकारी राष्ट्रपति भएछ भने साम्यवाद आउन सक्छ भनेर मैले भनेको छु। म भन्छु रविले पनि त्यो सक्दैन, किनकि रवि पनि बाहुनवाद गनाउँछ, अलिअलि भैँसी गनाउँछ, त्यो म थाहा छ। मैले रविको पार्टी कार्यालय म गएर महामन्त्रीसँग भेटेर म रविको अङ्गरक्षक हुन्छु, म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउँछु भनेर मैले सम्बोधन पनि गरेको छु। अजय सर अस्ति मात्रै भर्खर गएको छु मैले त्यतिखेर के भनेको छु, बाहुनवाद अन्त्य हुनुपर्छ सर भनेर मैले महामन्त्रीसँग राम्ररी बहस गरेर आएको छु। रविलाई जब यहाँ काठमाडौँ बहरमलमा त्यो मुद्दामा मैले एउटा भाषण पनि दिएको छु। हामी चारैतिरबाट आन्दोलन गर्छौँ, घेर्छौँ भनेको त्यो आन्दोलन तपाईँहरूले देख्नुभयो होला। म माओवादी मात्रै होइन क्या, म सच्चा देशभक्त मात्रै हौ। म प्रचण्डको मात्रै गुणगान गाउँछु भनेको छैन। प्रचण्डको जग हामी हौ। हामीले साथ नदिएको भए प्रचण्ड आज प्रचण्ड हुने थिएन। बुझ्नुभयो? प्रचण्डसँग पनि ड्यासिङ दिन्छु, त्यो शक्ति तपाईँ हामीले निर्माण गर्नुपर्छ। अब प्रचण्ड त बुढो भयो नि, 70 भयो नि। म 40 वर्षको युवाले देश चलाउँछ, के जान्छ कसको। तर 3 करोड नेपालले सुख र समृद्धिको बाटो दिन सक्छु भन्ने मेरो चाहिँ प्रतिबद्धता हो है। फेरि यही हो सर मेरो अनुरोध। म बोल्छु र म यही सडकबाटै म मेरो ज्यान अर्पण गरे पनि तयार छु। तर यो देशको शासन सत्ता चलाउनु पर्छ अब गरिबले। त्यो इतिहास नेसनल मण्डेला, अघि हाम्रो मङ्गलसिंह प्रजाजीले पनि भन्नुभयो, नेसनल मण्डेलाको कुरा गर्नुभयो, म अब्राहम लिङ्कनको कुरा गर्दैछु। अब्राहम लिङ्कन धनीको छोरा पनि थिएन, ऊ कालो जाति उठान गर्नको लागि सङ्घर्षमा उत्रिएको थियो। आज गरिब निमुखलाई अत्याचारबाट बन्देज गर्नको लागि ज्ञानबहादुर उठ्नै पर्छ। ज्ञानबहादुर मर्न र मार्नदेखि डराउने छैन। अब यही कुरा भन्छु, म भन्छु अब मसँग भएको आध्यात्मिक ज्ञान र मसँग भएको अनुभवलाई रविले लेख्नुपर्छ। रवि पनि महाकवि हुन सक्दैन, ज्ञानबहादुरको कवि रविले लेखिदियो भने रवि पनि साथमा हुन्छ, कवि ज्ञानबहादुर पनि साथमा हुन्छ। यही अनुरोध गरे। आजको आवश्यकता अब मिसन 84 2 तिहाई बन्नुपर्छ। तपाईँ हाम्रो समाजवादको यात्रा रूपान्तरण गरेर एक ठाउँ उभिनु जरुरी छ। ल बस, धन्यवाद। एक ठाउँ चाहिँ कता अब यस्तो, अब तपाईँ